नमस्ते साथीहरू। अहिले सामाजिक सञ्जाल एक किसिमले फेरि तात्तिएको अवस्था छ। विषयवस्तु चाहिँ अब सुकुम्बासी एरियामा चाहिँ डोजर चलाइयो र ती डोजर चलाइरहँदाखेरि चाहिँ सरकारको विरुद्ध चाहिँ हर्क साम्पाङ सरले चाहिँ अफवाह फैलाए। भोटको ब्याङ्कको लागि उहाँले चाहिँ अहिलेदेखि नै होइन अरू पुरानो पार्टीले जस्तै सुकुम्बासीलाई आड दिइरहेछ भन्ने भाष्य भइरहेछ। तर वास्तवमा त्यो होइन। हर्क साम्पाङ सरको भनाइ होइन र मैले सोचेको पनि एउटै मिल्न जान्छ। कसरी मिल्न जान्छ भन्दाखेरि तपाईहरुले भने जस्तै त्यो सुकुम्बासी एरियामा सुकुम्बासी चाहिँ कम र हुकुमबासी चाहिँ ज्यादा भन्ने छ होइन। ल मानौ 100 जनामा 75 जना हुकुमबासी हुनुहुन्छ र 25% चाहिँ तपाईको असली सुकुम्बासी हुनुहुन्छ। उहाँहरूको चाहिँ बिहान बेलुका खाना खाने अवस्था पनि एकदमै नाजुक छ। अब त्यो हुकुमबासीहरूको हैन पेलाइमा उहाँहरू पनि पेलिएन त भनेको क्या। पहिला चाहिँ सरकारले ती डोजर चलाउन भन्दा पनि असली सुकुम्बासीहरूलाई चाहिँ मान्छेलाई चाहिने आवश्यकता सबैभन्दा पहिलो के हो प्राथमिकता भन्दा घाँस बास कपास यी कुराहरूको चाहिँ हैन यी कुराहरूको चाहिँ व्यवस्थापन गरेर र उहाँहरूलाई सुरक्षित ठाउँमा लगेपछि मात्रै ती कदमहरू चाल्दाखेरि चाहिँ सबैलाई हैन न्यायपूर्वक हुने थियो त्यो कदम भन्ने हो क्या। हर्क साम्पाङ सरले बालेन सरकारको विरोध गरेको होइन क्या। उहाँको कदम सही छ। तर ती कदमहरू चाल्नु भन्दा पनि अघि चाहिँ मैले भने चाहिँ हैन सकलै सुकुम्बासीहरूलाई चाहिँ सही क्षेत्रमा लगेर सुरक्षित क्षेत्रमा लगेर चाहिँ उहाँलाई चाहिँ व्यवस्थापन गरिदिएको भए चाहिँ साँच्चै राम्रो हुने थियो भन्ने हो। अब मान्छेले यहाँनिर पुराना दलहरू जस्तै भोट ब्याङ्कको लागि अहिलेदेखि नै सुकुम्बासीलाई तेल लाउने काम गरिरहेछ भन्ने एउटा एक किसिमको भ्रमिक फैलाइरहेछ सामाजिक सञ्जालमा। त्यो होइन र मेरो भनाइ पनि त्यही हो। असली सुकुम्बासीलाई चाहिँ हैन न्यायपूर्वक सरकारले गर्नै पर्छ, हेर्नै पर्छ र सबैभन्दा पहिलो चाहिँ उहाँहरूलाई घाँस बास कपासको अब हेर्नुहोस् त त्यो हुकुमबासीहरूको पेलाइले गर्दाखेरि बिचारा ती निर्दोष ती असहाय हैन सकली सुकुम्बासीहरू त अब आकाशको छतमा सुत्नु पर्न त राति बिताउनु पर्न त त्यो कसरी सिर्जना भयो त? यही हो त सही कदम सरकारको? यो होइन नि त। उहाँहरूले भन्दै हुन्छ कि लजमा राख्ने, लजमा लगेर चाहिँ त्यहाँ बक्कैदा सेटलमेन्ट भइसकेपछि चाहिँ यता डोजर चलाउँदाखेरि उचित हुने थियो नि त। अझै पनि बितेको त केही थिएन। उहाँ सरकारमा आएको कति भयो र? 26-27 दिन त हुँदैछ। 26-27 दिनमै डाङडुङै लगाइहाल्नुपर्छ भन्ने के थियो अहिले नै जरुरत भन्ने क्या। हेर्नुहोस् त अब कति अफङ्गाहरू रहेछन्। बिहान बेलुका खाना खाने अवस्थामा पनि रहेन रहेछ बिचारा। कति त अब छोराछोरी विहीन पनि रहेछन् वृद्ध बुवा आमाहरू। उहाँहरूको के हुन्छ हालत हेर्नुहोस् त। अब हुकुमबासीहरूलाई ताडकै गरेर पेलाइ गर्दाखेरि बिचारा निर्दोष ती असली सुकुम्बासीहरू त पिल्लियन त नि। यो होइन क्या। वास्तवमा गर्नुपर्ने सरकारले यो होइन। एउटा मान्छे भएर सोच्नुपर्ने पनि हो नि त। यति त यार के भनेर अब बोल्दाखेरि धेरै बोल्यो भन्ने हुन्छ होइन, सिकायो भन्ने हुन्छ। वास्तवमा होइन मान्छेलाई सबैभन्दा पहिलो प्राथमिकता भनेको चाहिँ घाँस बास कपासको हो। यी कुराहरू चाहिँ सुरक्षित गरेर पछि मात्रै यी कदमहरू चाल्दाखेरि चाहिँ साँच्चै नै बालेन सरकारको एक किसिमले तारिफै हुन्थ्यो क्या। तारिफमा तारिफ हुन्थ्यो। अहिले यो पुरानो सरकारहरूले कदम होइन गर्न सकेको कदम उहाँले चाल्नुभयो, राम्रो हो। तर भनाइ यही हो क्या। असली सुकुम्बासीहरूलाई सर्वप्रथम उहाँहरूको चाहिँ सुरक्षित तरिकाले चाहिँ कहीँ न कहीँ व्यवस्थापन गरिदिएको भएर अनि कदम चाल्दाखेरि चाहिँ साँच्चै नै होइन सुनमा सुगन्ध हुन्थ्यो। अझ है हाई हुन्थ्यो उहाँको नाम। अब यस्तै हो। मेरो भनाइ चाहिँ यति नै हो। सबैलाई सेवा सबैको राम्रो होस्। अब धेरै बोले जस्तो हुन्छ है। हुन त अब सत्य तितो नै लाग्छ सबैलाई।